बच्चाको पाइन्टमा अगाडि बेल्ट पछाडि गेटिस यसरी कटिङ गर्यो भने धेरै सजिलो हुन्छ, बच्चाहरूको लागि कम्फर्ट हुन्छ। अब स्कुलको ड्रेस सिजन सुरु भएसँगै यसको डिमान्ड पनि धेरै आउँछ, आजभोलि यो प्रचलन पनि धेरै छ। अब यसको कटिङ कसरी गर्ने त, आज त्यसको बारेमा सिकाउँ है त। सुरुमा यसरी मार्किङ दिउँ। अब योबाट हाम्रो हिसाब किताब सुरु हुन्छ है। 1 इन्ची बेल्टको भाग घटाएर सुरुमा लम्बाइ दिने, लम्बाइ हाम्रो 29, 2.5 इन्ची फर्काउनको लागि। अब यो बच्चाको जाङको लागि यो नन क्रिजवाला पाइन्ट हो, यो नन क्रिजवाला पाइन्टमा बच्चाको जाङको लागि 7.25 भए काफी हुन्छ है, यहाँभन्दा तल जानु पर्दैन। त्यसपछि सिधा लाइन खिचौँ, यो पनि सिधा लाइन, यो पनि सिधा लाइन। अब यो निलो पोइन्टबाट मैले थोरै पाउ इन्च यताले हाम्रो यहाँबाट हिसाब किताब हुन्छ है। हिपलाई 4 ले भाग गर्ने, हिप चाहिँ हाम्रो 27, 27 ले 4 ले भाग गर्दा 7.25, बच्चाकोमा 2.25 अथवा 2 जोडिदिने हुन्छ है। मैले 2.25 जोडिदिएँ। यो पोइन्टबाट यता 1.5 इन्च लिने। अब यो पोइन्टबाट हाम्रो कति आयो 8, 8 यो पटमा राख्ने, 2.25 इन्च छोडेर कम्मर लिने, त्यसपछि फेरि 2.25 इन्च छोड्ने। कम्मर चाहिँ हाम्रो 22, 22 लाई 4 ले भाग गर्ने 5.5 आयो। पकेटको लागि बच्चालाई यहाँ 1.5 इन्च छोडिने हुन्छ, यता तल 4.25 भए काफी छ है। अब मोरीको लागि, मोरी निकाल्नको लागि त्योभन्दा पहिला यो सेन्टर निकाल्ने। यसको सेन्टर कति आयो 5 आयो, 5 यहाँ राख्ने। मोरी यहाँबाट डिभाइड गर्ने, मोरी छ हाम्रो 12, यता 3, यता 3, 6 दुना 12 आयो। यो पोइन्ट र यो पोइन्ट जोड दिने। अब यहाँबाट यो सेप दिने हल्का यसरी, यो पोइन्टबाट यो पोइन्टमा जोड दिने, हल्का यसरी छड्के गर्ने, थोरै यहाँ पनि छड्के गर्ने। अब यो पोइन्ट र यो पोइन्ट पनि जोड दिने। यो बच्चाको भएको कारणले गर्दा मैले यो घुँडाको सेन्टर निकालिने, खासै केही फरक पर्दैन है बच्चाको हो। अब योबाट हल्का यसरी सेप दिने, यहाँबाट यो आधा इन्च डाउन गर्ने यसरी, यो पोइन्ट र यो पोइन्ट जोड दिने। कम्मर 22, थाई 19, सजिलो छ है। म फेरि दोहोऱ्याएर भनिदिन्छु है। सुरुमा यो मार्किङ दिने, त्यसपछि लम्बाइ नाप्ने, लम्बाइ हाम्रो 29, यो 2.5 इन्ची फोल्डको लागि। त्यसपछि तपाईँ यो जाङको भागमा 7.25, 7.5 भयो भने केही फरक पर्दैन है। यहाँबाट थाईको भाग निकाल्ने, थाईको भागलाई कसरी निकाल्ने, हिपलाई 4 ले भाग गर्ने, 2.25 जोड्ने। त्यसपछि यहाँबाट 1.5 इन्ची भित्र लिने, 1.5 इन्ची भित्र लिँदा आयो कति 2.25। अब 2.25 यो पोइन्टमा समाउने, 2.25 इन्ची छोडेर एउटा मार्किङ दिने, फेरि 2.25 इन्ची सिलाइ भागको लागि छोड्ने, अनि यहाँबाट कम्मर लिने। मोरी निकाल्नुभन्दा अगाडि यसलाई र यसलाई यसरी सेन्टर निकाल्ने। सेन्टर निकालेपछि यो पोइन्टबाट यो पोइन्टमा 5 आयो, 5 यहाँ राखेर सेन्टर निकाल्ने, मोरी यहाँबाट यता यता डिभाइड गर्ने। अब कटिङ गरिदिने। कटिङ गरिसकेपछि यो सेप र यो सेप मिल्यो कि मिलेन भनेर यसरी चेक गर्ने। यसरी बराबर मिल्यो भने एकदम सही हुन्छ। यो कारिगरलाई सिलाउनको लागि एउटा चुट्का दिने, यहाँ चुट्का दिने, यहाँबाट यहाँ 2.25मा चुट्का दिने एउटा। यो अगाडिको भयो। अब पछाडि, अब बच्चाको लागि यसरी पल्टाइदिए पनि केही फरक पर्दैन है। मैले यसरी सिधै पल्टाइदिएँ यसरी। अब एउटा कुरा यहाँ पनि ध्यान दिनु होला है। अब यहाँ यता डेउरी डेउरी हुँदै आएको छ, यसरी नै डेउरी नराख्नु होला है। हल्का यसलाई सिधा दिनु होला यसरी, थोरै ग्याप छोडिदिनुहोस्। अब सिधा भयो कि भएन भने यहाँ हेर्ने, यहाँ 1 इन्ची बच्यो, यहाँ पनि 1 इन्ची बच्यो। अब सिधा भयो। यदि बाङ्गो भयो भने कस्तो हुन्छ, यस्तो हुन्छ। अब यता छड्के भयो नि, यो पोइन्टबाट हामीले सिधा हेर्ने यसरी, यसरी सिधा हेर्ने। अब त्यसपछि यो पोइन्टलाई सिधा दिनुहोस्, यो पोइन्टलाई सिधा दिनुहोस्। बच्चाको हिसाब किताब केही गर्नु पर्दैन। यहाँबाट 2.5 इन्ची दिनुहोस्, यो 1.5 इन्ची सबैको लागि हो। यो 2.25 इन्च यहाँनिर, यहाँनिर यो बिचमा 2.25 इन्च। अब यसरी सिधा जोड दिनुहोस्, यो हल्का छड्के यसरी जोड दिनुहोस्। अब पछाडिको गेटिस राख्ने भाग मेन इम्पोर्टेन्ट, यो पोइन्टबाट यो पोइन्टमा 4 इन्ची भए काफी छ है। एउटा 4 इन्चीबाट यसरी सिधा पोइन्ट दिउँ। यो पोइन्टबाट हाम्रो यसरी सेप हुँदै गएको थियो, तर पछाडिको पाटालाई सेप नदिएर यसरी सिधा राखिदिने, यहीँसम्म है। अब हिसाब किताब केही गर्नु पर्दैन। यो पोइन्टबाट है, यो पोइन्ट यहाँ हेर्नुहोस्, यो अगाडिको यो पोइन्टबाट यसरी सिधा राखिदिनु भयो हुन्छ। त्यसपछि सेप लिइदिने, बस भइहाल्यो। यति नै हो, एकदम सिम्पल छ है। जुनसुकै साइजको पाइन्ट कटिङ गरिसकेपछि एउटा ध्यान दिनुपर्ने कुरा के भने, जसरी यहाँ अगाडि यसरी चेक गर्यो, यो र यो सेप पनि मिल्यो कि मिलेन यसरी चेक गर्ने। यहाँ ग्याप हुनु हुँदैन है। यदि ग्याप भयो भने तपाईँको खिचिन्छ है, पाइन्ट सेन्टर मिल्दैन है।